नमस्कार, म डाक्टर विष्णु चापागाई, आरोग्यधाम होमियोपैथी हस्पिटल पोखरा। म रक्सी छुटाउन चाहनेहरूको लागि थोरै टिप्स लिएर आएको छु है त। 5वटा टिप्स चाहिँ रक्सी छुटाउन चाहने आफैले गर्नुपर्छ। यहाँ मसँग आउनु गर्नुहुन्छ, एक थरी आफै रक्सी छुटाउन आउनुहुन्छ र एक थरी चाहिँ अर्कोको लागि रक्सी छुटाइदिने, थाहा नपाइकन रक्सी छुटाउने, खान मन नलाग्ने बनाउने भन्नुहुन्छ। आज मैले चाहिँ आफै सेल्फ आउनेहरूको लागि रक्सी छुटाउन के गर्नुपर्छ भनेर घरै बसी छुटाउन चाहनेहरूको लागि यो भिडियो बनाएको छु। अन्तिमसम्म हेर्नुहोला। रक्सी छुटाउन चाहनेहरूले साथीहरूसँगको सङ्गत छोड्नुपर्छ। अब सबैभन्दा पहिला साथीहरू रक्सी खाने साथीहरू छन् भने सङ्गत बन्द गरिदिने, फोन गरिराख्यो भने नउठाउने, आफूसँग भएको नम्बर पनि डिलिट गर्ने, धेरै पटक रक्सी खान फोन गरेको जस्तो लाग्ने साथीहरूको चाहिँ नम्बर ब्लक गर्ने, अनि रक्सी खाने ठाउँतिर नजाने, ठाउँ पर्ने बाटो पनि नहिँड्ने। अनि त्यसो भयो भने रक्सीको याद कम आउँछ। रक्सीका नेगेटिभ कुराहरूलाई चाहिँ हाइलाइट गर्ने, जस्तै रक्सीले लिभर बिगार्छ, रक्सीले प्रेसर बढाउँछ, रक्सीले प्यारालाइसिस हुनसक्छ, रक्सीले बाथ हुन्छ, रक्सीले युरिक एसिड बढ्छ, रक्सीले कोलेस्ट्रोल बढ्छ भन्ने जस्ता कुराहरू दिमागमा चलाइरहने, दिमागमा राख्ने, यसका नेगेटिभ पक्षका कुराहरूलाई अलिकति दिमागमा खेलाउने। अनि अब रक्सी नखाँदा तनाव, एन्जाइटी, डिप्रेसन गाह्रो हुन्छ भने, अब साह्रै गाह्रो भएको छ भने डक्टरलाई देखाउने। अब सामान्य गाह्रो चाहिँ आफै पनि पचाउन सक्नुहुन्छ, किनभने रक्सी खाइरहेको नखाँदाखेरि यो समस्या पनि आउँछ। तनाव, एन्जाइटी हुने, रेस्टलेसनेस हुने, कता जाउँ के गरौँ भन्ने हुन्छ। तर यो केही दिनलाई मात्रै हो। त्यसलाई हटाउनको लागि खाली नबस्ने, केही न केही काम गर्ने, बिजी हुने, व्यस्त हुने, आफूलाई मनपर्ने कामहरू गार्डनमा हुन्छ कि पसलमा हुन्छ कि कहाँ हुन्छ त्यहाँ गर्ने। त्यसो भएर अब तलतल भएमा घरमा सेयर पनि गर्ने, के गर्ने होला, कसो गर्ने होला भनेर सेयर गर्ने र त्यसको पोजिटिभ उपायहरू खोज्ने, पोजिटिभ सरसल्लाहहरू गर्ने, पोजिटिभ उपाय गर्ने। अनि त्यसो भयो भने यहाँले चाहिँ रक्सी छुटाउन सकिन्छ। अब त्यस्तै गरेर तलतल भयो भने उपाय खोज्ने, फलफुल खाने, सागसब्जी खाने, अरू केही खान मन लाग्यो भने पानी पिउने, कागती पानी पिउने, एकछिन डुल्ने, एफएम सुन्ने, रेडियो सुन्ने, गीत सुन्ने गर्नुपर्छ। र सागसब्जीहरू खाने, फलफुल खाने, मल्टिभिटामिनहरू पनि खान सकिन्छ। र समग्रमा फलफुलै खाएको एकदम राम्रो, ताजा फलफुल खाने। र रक्सी छोड्ने कसरी भन्ने कुराहरू हेर्ने, मोबाइलमा हेर्नु पर्यो भने नि रक्सीलाई कसरी छोड्न सकिन्छ, हाउ टु गिभ अप अल्कोहल भनेर पनि हेर्ने, खोज्ने। त्यस्ता कुराहरूको सङ्गत गर्नुभयो भने यहाँले रक्सी केही दिनमै छोड्न सक्नुहुन्छ। र रक्सी छोड्न सकिन्न भन्नेहरूको लागि यो चाहिँ सानो टिप्स है त। अनि हामीसँग औषधि पनि छ, औषधि रक्सी खानै मन लाग्ने औषधि पनि छ। अब त्यति गर्दाखेरि पनि अलिकति सपोर्टिभ भएन, सहयोग भएन भने, एक हप्तापछि पनि अलिकति सक्नु भएन भने त्यसपछि हामीसँग गोटाक्स भन्ने औषधि छ। यो होमियोपेथिक औषधि हो, होमियोपेथिक पसलमा पाउनुहुन्छ। यो 20 थोपा 3 पटक खाने। र अन्य औषधिहरू पनि हुन्छन्। सल्फर भन्ने एकदम राम्रो औषधि हुन्छ, नक्स भूमिका एकदम राम्रो औषधि हुन्छ, एभेनासेटाइब भन्ने औषधि हुन्छ। त्यस्ता औषधिहरू डक्टरको सल्लाह अनुसार खानुभयो भने पनि यहाँले अचम्म चमत्कारै हुन्छ। रक्सी यहाँलाई छुनै मन नलाग्ने, हेर्नै मन नलाग्ने, साथीले खायो भने पनि म खान्न भनेर निस्कन सक्ने अवस्था हुन्छ। 1 महिनापछि 21 दिनसम्म त यहाँले डाइटली गर्नै पर्छ। यदि यहाँहरू रक्सीले मलाई बिगाएर रक्सी धेरै खान हुन्न भन्ने मानसिकतामा हुनुहुन्छ भने यो कुरा चाहिँ ख्याल गर्नुहोस् है त। नमस्ते।